सक्ने थियौँ भने आज चाहिँ साउथ अरेबियाको अलकासिम बोरेदामा रहेको होटल एमरेसमा चाहिँ समाजसेवी गैराबसी नेपाली सङ्घ अलकासिमका कोषाध्यक्ष तथा समाजसेवी सिटी एक्सप्रेसका काशी प्रतिनिधि श्रीदेव सरको चाहिँ बर्थडेको कार्यक्रम चाहिँ आयोजना गरेको छ। यसको पुरा भिडियो चाहिँ तपाईँहरूले हेर्नुहोला र रमाइलो गर्नुहोस्। त धन्यवाद, नमस्कार। जन्मदिन मनाउन उपस्थित हुनुभएका सम्पूर्ण सरहरूलाई अलकासिम क्षेत्रको एनआरएल, आइसिसी, एनसिसी, आरसिसी लगायत समाजसेवी सम्पूर्ण सरहरूलाई चाहिँ मेरो व्यक्तिगत तर्फबाट हाम्रो बर्थडे बोयको तर्फबाट मैले स्वागत तथा अभिवादन गर्न चाहन्छु। आज चाहिँ हाम्रो बर्थडे मनाउने क्रममा चाहिँ हामी एकदम सर्टकटमा चाहिँ शुभकामना दिन चाहिँ थोरै अब टाइम पनि छैन, त्यही भएर एकदम छोटकारीमा चाहिँ हामी शुभकामना मन्तव्य लिनेछौँ। यसै क्रममा चाहिँ मैले हाम्रो बर्थडे बोय अथवा हाम्रो प्यारो भाइ चिरञ्जीवी अर्यालको जन्मदिनको शुभकामना प्रदान गर्न चाहिँ एकदम छोटोमा चाहिँ हाम्रो गैराबसी नेपाली सङ्घ क्षेत्रीय समन्वय समिति अलकासिमको उपाध्यक्ष विनोद खड्कासरलाई मैले हार्दिक धन्यवाद सर। सम्पूर्ण अवसरलाई नमस्कार। आज पढ्न गएको चिरञ्जीवी दाइको जो जन्मदिनमा यसरी आएर शुभकामना दिन पाउँदाखेरि एकदमै गर्व फिल भइरहेको छ। अब चिरञ्जीवी दाइ यति हेल्पफुल, यति समाजसेवी हुन्छ कि भन्ने कुरा त अब शब्दमा बयान गर्नै सकिन्न। अझ हामीले भन्दा हाम्रो कम्पनीको साथीहरूले हामीलाई परको साथीहरूले सोध्नु भएको हुन्छ चिरञ्जीवी कस्तो व्यक्ति भनेको होइन, त्यो चाहिँ मैले एकदम मनन गरेको छु। त्यसै भन्ने दाइलाई धेरै धेरै जन्मदिनको शुभकामना। धन्यवाद। त्यसै गरी अब छोटो आफ्नो जन्मदिनको चाहिँ शुभकामना मन्तव्य राख्दैन अब मलाई नै आएँ। अब हाम्रो साथीहरू पनि आउनुहुन्छ कि साथीहरू पनि आउँछ नि त त्यतिखेरसम्म। गैराबसी नेपाली सङ्घ क्षेत्रीय समन्वय समितिका अलकासिमका प्रमुख सल्लाहकार तथा हाम्रो प्यारो साथी सर राजकुमार श्रेष्ठजीलाई हार्दिक अनुरोध गर्नु। नमस्ते सबैजना। अब यहाँ चाहिँ प्योरली अब जन्मदिनको इन्भिटेसनमा आएको भएर अरू केही कुराहरू नजोडिकन समाजमा यताउता सधैँ विशेष गरिहालिन्छ। आज चाहिँ भाइलाई जन्मदिनको धेरै धेरै शुभकामना फेरि पनि अझै प्रगतिको कामना सहित। त्यसै गरी हाम्रो गैराबसी नेपाली सङ्घ क्षेत्रीय समन्वय समिति अलकासिमका अध्यक्ष श्री अधिकारीले हाम्रो शुभकामना मन्तव्य राख्नु बसेर गर्नु। नमस्कार सर। मेरो प्यारो भाइ, सबैको प्यारो भाइ चिरञ्जीवी भाइको जन्मदिन गर्न गएको छ र त्यो जन्मदिनमा हामी यसरी सबैजना भेला हुन पाएका छौँ। साह्रै खुसी लागेको छ। सर्वप्रथम त म भाइलाई स्वस्थ रहनु, सिकाएको आगामी दिनहरू एकदम राम्रो हुन्। ह्याप्पी बर्थडे। थ्याङ्क यू। त्यसै गरी यहाँ टेबलबाट हाम्रो जन्मदिनको शुभकामना अर्याल सर छोटोमा है भाइ। विशेष गरी निमन्त्रणाको लागि धेरै धेरै धन्यवाद। सँगसँगै आफ्नो जन्मदिनको हाम्रो चिरञ्जीवीको जन्मदिनको उपलक्ष्यमा सुस्वास्थ्य दीर्घायु सँगसँगै उन्नति प्रगतिको कामना गर्न चाहन्छु। आगामी वर्षहरूमा पनि यसरी बर्थडेहरू मनाउन पाइयोस्। विगतमा अधुरा रहेका कामहरू अब आउने वर्षहरूमा पूर्ण भएर जाओस्। कुल पितृ भगवान् देवी देवता सम्पूर्ण रक्षा गरून्, सदा सर्वदा सुखी रहन सकुन् भन्दै म आफ्नो भनाइ यति मात्र। धन्यवाद, नमस्कार। धन्यवाद। अब समयको त्यसको लागि क्षमा गर्नु होला। त्यसकै क्रममा चाहिँ अब हाम्रो गैराबसी नेपाली राष्ट्रिय समन्वय परिषदका सदस्य कृष्ण राजमान धन्यवाद सरले मैले हार्दिक अनुरोध गरेँ। धन्यवाद। श्रेष्ठ थियो। आज चिरञ्जीवी सरको जन्मदिनमा उपस्थित आइसिसी सदस्य विशाल कुमार श्रेष्ठ थियो, एनसिसी उपाध्यक्ष मनिष कोइराला थियो,
आरसिसी अध्यक्ष अधिकारीज्यू, आरसिसी प्रमुख सल्लाहकार राजकुमार श्रेष्ठज्यू लगायत विभिन्न सङ्घ संस्थाका प्रतिनिधिज्यूहरू, भातृ सङ्गठनका विशिष्ट प्रतिनिधिज्यूहरू र यहाँ उपस्थित दाजुभाइ तथा मेरा मित्रजनहरूमा सम्पूर्णमा नमस्कार छ। सरको जन्मदिनमा आज यसरी सरिक हुन पाउँदाखेरि म धेरै खुसी छु। उहाँको सुस्वास्थ्य, दीर्घायुको उत्तरोत्तर प्रगति, उन्नति गरी सुख परिवार बनोस्, नौघर शान्त भएर जाओस्, लक्ष्मी प्राप्त भएर जाओस्, मुखमा सरस्वतीले बास गरून्, चन्द्रमा दाहिने हुन्, हरेक काममा प्रगति उन्नति गरी सुख र शान्ति खुसी परिवार बनोस् भन्दै म ढेर सारा म शुभकामना दिन चाहन्छु। यति भन्दै उहाँ लगायत उहाँ सपरिवारको नगर शान्त भएर जाओस्, चिताको कुराहरू पुगेर जाओस् भन्दै म बिदा हुन चाहन्छु। धन्यवाद। धन्यवाद। अब हामीले बर्थडे यसरी मनाएपछि यतिको शुभकामना आशीर्वाद नदिकन दुईजना मात्रै गरेको रमाइलो पनि भएन होइन, त्यही भएर चाहिँ सबैले गर्नु खोजेको चाहिँ त्यही भएर मैले सोटोमा नि भनेको औपचारिकता भन्दा शुभकामना जाउँ। यसै क्रममा चाहिँ हाम्रो शुभकामना मन्तव्य राखिदिनु गइरहेको श्री नेपाली राष्ट्रिय सङ्घ परिषदका सचिव श्री आजको यस कार्यक्रममा निमन्त्रणा गरेर बर्थडे कार्यक्रम आयोजना गरिदिनु शिल्पी सङ्घलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। गैरावासी नेपाली सङ्घबाट प्रतिनिधित्व गरेर विभिन्न आइसिसी, एनसिसी, आरसिसीका विभिन्न तह र तबकामा रहनुभएका अग्रसरहरूमा, साथै विभिन्न भातृ सङ्गठन, समाजसेवी, ब्याङ्किङ क्षेत्रबाट, हरेक क्षेत्रबाट पाल्नु सम्पूर्ण नमस्कार। सर्वप्रथम त हाम्रो चिरण सर अल्कासिनको चाहिँ वान अफ द आइडियल पर्सन, सबैले उहाँलाई नचिन्ने मान्छे कमै छन् होला। हामीले भन्दा पनि हामीले त हिजै बस्ने, आजै बस्ने, भोलि बस्ने, बरु कहीँ हातपाउ ठक्कर लाग्न सक्छ। हामीले भन्दा पनि बाहिरको मान्छेहरू चाहिँ उहाँलाई सम्मान गरेको शब्दहरू, सम्मानित शब्दहरू हामीले पाइरहेका छौँ। आगामी दिनहरूमा पनि यो सम्मानलाई अझ राम्रो बनाउँदै गर्नु होला। यहाँको जन्मदिनको उपलक्ष्यमा हार्दिक शुभकामना दिन चाहन्छु। तपाईँका पारिवारिक, व्यावसायिक लगायत स्वास्थ्य हरेक क्षेत्रमा तपाईँको राम्रो हुँदै जाओस् भन्ने शुभकामना सहित तपाईँको 18औं वर्ष जन्मोत्सवको धेरै धेरै शुभकामना। धन्यवाद। यसै क्रममा अगाडि बढ्दै हाम्रो गैरावासी नेपाली सङ्घ राष्ट्रिय सङ्घ परिषद सर्वेका उपाध्यक्ष मनिष कोइरालाज्यूलाई शुभकामनाको शब्दहरू राखिदिन मैले धेरै धेरै धन्यवाद सिद्धि सर। आजको यस हाम्रो चिरञ्जीवी अरियाल सरको जन्मदिन मनाउनलाई यहाँ उपस्थित हुनुहुने एनआरएनए आइसिसीका सदस्य हाम्रो विशाल कुमार श्रेष्ठ सर, त्यस्तै एनसिसीका सचिव ध्रुवराज कटवाल सर, त्यस्तै सदस्य काजीमान चन्द्रबाजु, त्यस्तै एनसिसीका आरसिसीका अध्यक्ष कृष्ण अधिकारीज्यू, प्रमुख सल्लाहकार पूर्व एनसिसी उपाध्यक्ष हाम्रो राजकुमार श्रेष्ठज्यू लगायत सिङ्गो आरसिसीलाई नमस्कार भन्न चाहन्छु। विशेष त हाम्रो चिरञ्जीवी दाजुलाई अब शुभकामना दिँदै गर्दा अरू सरले भने जस्तै चिरञ्जीवी अरियाल भनिसके पछाडि यहाँ अल्कासिममा रहने नेपाली मात्रै नभएर अल्कासिम बाहिर रहनुहुने सम्पूर्ण नेपाली जनहरूमा चिरपरिचित अनुहार। उहाँले आफ्नो ब्याङ्किङ सेक्टरबाट मात्रै नभएर चाहिँ संस्थामा बसेर पनि समाजसेवादेखि लिएर उहाँको क्षमताले भ्याएसम्म र उहाँले सकेसम्म हरेक नेपालीमा उहाँले सहयोग गर्नुभएको छ। आर्थिक होस्, त्यसपछि भौतिक होस् या सामाजिक होस्, हरेक कामहरूमा चाहिँ अग्रसर भएर लाग्नु भएको छ। यस्ता सामाजिक कार्यहरूमा सदैव अग्रसर भएर लाग्ने नाम भनेको चिरञ्जीवी अरियाल हो। र उहाँलाई जन्मदिनको शुभकामना दिँदै गर्दा उहाँले जति पनि सोच विचार गर्नुभएको मनमा चिताएका कुराहरू सम्पूर्ण कुराहरू पुरा होस्। भगवान् पशुपतिनाथले सधैँ रक्षा गरून्। सबै माझ यसरी नै आउने दिनहरूमा पनि यसरी नै मिलेर
आरसीसी मिलेर साथ सपोर्ट गरेर चाहिँ अगाडि बढेको देख्न पाऊँ। विशेष गरी दाजुभाइको जुन सम्बन्ध छ 2012देखि जुन सम्बन्ध अहिलेसम्म पनि एकदम प्रगाढ छ। भोलिका दिनमा पनि यस्तै सम्बन्ध रहोस् भन्न चाहन्छु र उहाँलाई 37औं जन्मदिनको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छु। जन्मदिन दिँदै गयो। यसै क्रमले अगाडि बढाउँदै नेपाली अन्तर्राष्ट्रिय समन्वय समितिका सदस्य श्री किसान कुमार श्रेष्ठजीले आफ्नो सहभागी धन्यवाद श्री सर। आजको यस जन्मदिन कार्यक्रममा भाग भएका एनसिसीका उपाध्यक्ष सचिव सदस्य लगायत आरसीसी टिमका प्रमुख सल्लाहकारज्यू अध्यक्षज्यू लगायत सम्पूर्ण आरसीसी टिम विभिन्न संस्थाबाट पाल्नु भएका सम्पूर्ण नमस्कार। अब हाम्रो चिरन भाइको आज 37औं जन्मदिन सर्वप्रथम त जन्मदिन आयोजना गरेर हामी सबैलाई यहाँको मित्रहरूमा मेरो तर्फबाट र सम्पूर्ण टिमको तर्फबाट सम्पूर्णको तर्फबाट धेरै धन्यवाद दिन चाहन्छु। साथसाथै जन्मदिनको उपलक्ष्यमा हामी सबैको तर्फबाट धेरै धेरै शुभकामना। चाहेको इच्छाले चाहेको सबै होस्, स्वास्थ्य सबै राम्रो होस् भन्ने मेरो शुभकामना व्यक्त गर्न चाहेँ। अब समाजसेवा कुरा गर्दाखेरि अब विगत लामो समयदेखि गैरावासी नेपाली सङ्घ आबद्ध भएर तपाईँ हामी सबै त्यतिकै छौँ। म स्पेसलिस्ट भाइसँग धेरै नजिक गएर काम गर्ने अवसर मिल्यो। ब्याङ्किङ स्टाफ भन्दाखेरि कतिजना ब्याङ्किङ स्टाफ आए गए होइन, तर भाइ निरन्तर आजसम्म कति वर्ष 10-12 वर्ष भइसक्यो होला चाहिँ भाइ चाहिँ टिकेर काम गरिरहेको छ। उसको मेहनत र यहाँ उसले जुन छोडेको छाप त्यही सायद त्यसैले कन्टिन्यू गरेको होला जस्तो लाग्छ मलाई। नभए धेरै लामो समयसम्म म जिल्लामा बस्दा पनि मेरो रूपबाट नै ब्याङ्कको स्टाफ हुन्थ्यो। धेरै लामो समय प्रायः टिकेको देख्दिनँ म। बसेर एक ठाउँमा बसेको देख्दिनँ, कोही कहाँ ट्रान्सफर भइरहन्छ। तर भाइ यो क्षेत्रलाई यसरी अँगालेको छ कि आफ्नो घर जस्तो बनाएर चाहिँ राखेको छ। हरेक कम्पनीका नेपाली दाजुभाइले अब उहाँलाई चिन्ने मात्रै होइन, धेरै रेस्पेक्ट पनि गर्छ। गरेको पाउँछु म जहाँ जाँदा पनि, जहाँ जसै सोद्धा पनि नचिनेको अनुहार कमै उसलाई नचिनेको अनुहारै धेरै थोरै नेपाली दाजुभाइ हुन्छ। समस्या पर्दा पनि सबैभन्दा पहिले उसँग पनि ठोकिन आउँछन् र उसले चाहिँ आफूले सकेको आफूले सहयोग गर्ने, नसकेको चाहिँ संस्थाभित्र ल्याएर चाहिँ सहयोग गराउने पनि गरेको हामीले देखेकै छौँ। म त्यही त्यसैलाई कन्टिन्यू गरोस् भन्ने मेरो चाहिँ शुभेच्छा चाहिँ छ। त्यही हो। अब संस्थामा लागिसकेपछि गर्नुपर्ने गरिराखेको छ। अझै त्यसलाई चाहिँ आफ्नो सकेसम्म भ्या जति चाहिँ बलले अझै गरोस्, अझै यो समाजसेवामा अझै चाहिँ मनले लागोस् भन्ने चाहिँ शुभकामना दिन चाहन्छु। र नातानाले सम्पूर्ण तर्फबाट सुकेका साथीभाइको सबै तर्फबाट पनि जन्मोत्सवको फेरि पनि धेरै धेरै शुभकामना भन्न चाहनुहोस्। त्यसपछि हाम्रो जन्मदिनको हप्ताखण्ड हाम्रो बर्थडे बोय हामीले चाहिँ हामीले सल्लाह राखेको थियौँ। हामी त्यही गाडी काटेर लागेको आज सबजना बाँड सुन्नु धन्यवाद सम्पूर्ण दाजु भाइ मेरो निमन्त्रणालाई स्वीकार गर्दै आज उपस्थित हुनुभएको सबैलाई धन्यवाद। आज डेट 4 गते मेरो जन्मदिन, मेरो सबैलाई मेरो निमन्त्रणा स्वीकार गर्नुभयो, सबै आइपुग्नु भयो, त्यसो भन्दैछु धन्यवाद। ल हजुर सबै सबैको मै पक्रिनु परेको दाइ फेरि मैले दिनु हुन्छ एकैछिन हौ यहाँनिर छ गिफ्ट बाँकी छ त दिएको चाहिँ हामीले ल
स्पेसल ल ल ल ल अब काट्नु ल ह्याप्पी बर्थडे भनौँ न अब गाडी हाल्यो हाम्रो फोटो आउँदैन आउँछ नि हाम्रो फोटो नि आउनु पऱ्यो
टेन्सन नगर्नु पर्दैन